पूर्वमा रहेको देउराली गुफा हो। जुत्ता कहाँ राख्नु त? ल हाम्रो सरल जाँदै हुनुहुन्छ देउराली गुफामा। ए ऋषि गुफामा छिर्दै हुनुहुन्छ साथीहरू। गुफा छिर्ने मान्छेको दसैँहरू गुफामा चढाउने फुल है। जे भने पनि यही हो। गुफा चाहिँ यही हो, देख्नु देखाउने हो क्या। यहीँबाट जाने हो क्या हामी। मिल्छ छिर्दैछौँ है। ल नमस्ते नमस्ते। ल हामी चाहिँ लाग्यो है गुफातिर। हामी चाहिँ गुफातिर लाग्यो। ल केही छ भने भन्नु क्या। ल हामी गुफातिर लाग्यौँ। टक्क यो देउराली गुफा हो, रुकुम पूर्वमा रहेको है। ट्याक्क फाइनली हामी गुफाभित्र छिरियो साथी हो। ल टोली चिसो हो, अलिक चिसो हुँदैछ यहाँ पनि। गुफाभित्र छिरियो है। ट्याक्क लाएर युट्युबमा आउँछ। बाहिर निस्किने फेरि छिर्ने हो। पानी पर्दो रहेछ। ल ल जाउँ जाउँ राम्रोसँग जाउँ। ल ऋषि छैन छैन यति हो, यति मात्रै हो क्या। यति मात्रै हो। ल गुफा हेर्नु साथी हो। यहाँ रहेछ र राम्रो। ल गुफा यहाँ रहेछ, बेटा कडा रहेछ। यस्तो छ। यता पनि हो जाने। ए हो र? जाम 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 उता जाने रहेछ। तर यो सिउँदी पर्दैन रहेछ हेर्ने। हुने रहेछ क्या यो। ल कस्तो छ त्यहाँ? भिजायो गाडी। ल सिडी पनि बनाएर रहेछ अहिले। ल आउनु आउनु। देउराली गुफा। ऋषि के छ त? एकदम मिल्छ मिल्छ। ऋषि मुनि आइयो है। जत्रो भूकम्प आयो केही हुनेवाला छैन। निस्किने क्रममा छौँ। ल जाउँ जाउँ जाउँ। केराको बुङ्गा जस्तो ऋषि के छ?
त्यही त यहाँ त यही त बिजुली ल है ल हिँड ल हिँड हिँड हिँड्ने बे जाने बे हिँड न त यता यस्तो गर डुब्दैन यी छैन डुब्दैन आऊ 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 डुब्दैन आऊ आऊ ल डुब्दैन आऊ आऊ डुब्दैन ल कति चिसो छ यार पानी पनि ढुङ्गा पनि टेकेर है खै मलाई यहाँ पछाडिसम्म त ल यहाँ ढुङ्गा टेक ल ल ल ल यता ल ल ल अब छैन अब आइहाल्छौँ निस्क्यो बाहिर है ल हामी फाइनली हामी गुफाबाट बाहिर आयौँ